पर्दैन त्यो ढाकेको खाना भनेको यो च्याउ आलु भजरा हाल्ने मान्छे हेर्नु त कस्तो छन् कस्तो ह्यान्डसम मन पर्यो भने आउनु है यामपुनको रेस्टुरेन्टमा सिङ्गल छन् है सिङ्गल छन् मन पराउने जतिले यता ल है आज चाहिँ चारौँ दिनको खाना चाहिँ स्पेसल छ हड्डी नभएको मासु हो हिजो खुट्टा फाल्नेको लियो हिजो खुट्टा ल विशाल चबाउनु सकेन नि के हो ओहो चाम्रो होला गरे पास गर भनेर त झन् के ल ल है हाम्रो चाहिँ खाना चाहिँ स्पेसल यो होटल चाहिँ एकान्त होटल हो प्रोप्राइटर फेरि हाम्रो यामपुन बाफ्रे बा यस्तो भयो भने रेस्टुरेन्ट चल्छ यार चल्छ ओ नबगे अब के हुन्छ जन नो के त खाएको आहा यस्तो हो नि तिउनु ल च्याउ मिठो आज च्याउ नै हालिदिएको नि छोरी हुनाले आधी नै हालिदियो कि हिजो सालाल लयो त्यहाँबाट चाहिँ त्यहीँ हिटिन हो तपाईँले मात्रै पाउनुहुन्छ कि अब तपाईँको पछि डुल्नु पऱ्यो म आज नि पाइन्छ होला अझ फेरि पल्लो भन्ने हो मामा पल्लो भन्ने पाइन्छ सुप अलिक कम होला जस्तो छ कि ल ल तिमीले खाऊ ल खानु आलु राख न अहिले उता थप्ने त्यहाँ सहिलो हुन्छ ल है खाम उता एगुन म खाने त्यहाँ भएको एक बोतल उस भयो त्यो ल्याउट सबैले खाने क्या ल समाप्त कस्तो लाग्छ लाइक कमेन्ट गरिदिनु होला हेर्नुहोस् साल्ने सिस्नुको एकान्त रेस्टुरेन्ट खानु एक मुगा हान्दिने हैन